हेलो एभ्रिवान सबैजनालाई जय मसी। आज चाहिँ हामी सङ्गति जाँदैछौँ, म अनि मम्मी। अनि हेर्नु न, बाटो चाहिँ यस्तो हिलो छ है, डेन्जर छ डेन्जर। अनि त्यही पनि हामी जाँदैछौँ। आज कति हिलो हुन्छ भन्ने थाहा छैन, बाटो एकदमै हिलो छ। धान रोप्दै हुन्छ नि त, अहिले असारको सिजन छ। अनि धान दमादम रोप्ने भएर अनि हिलोहरू तपाईँहरूलाई थाहै छ होइन, हिलोहरू कस्तो हुन्छ। बरी यहाँ चाहिँ कस्तो साह्रो परिरहेको थियो मलाई यहाँ चाहिँ तर्नको लागि। बल्ल बल्ल तरेँ, त्यहाँ हिलो हिलो थियो क्या, पुरै हिलो। अनि जाँदैछु। यतातिर चाहिँ सबै धान रोपेको छ, हेर्न सक्नुहुन्छ सिनहरू। सिन भन्दा पनि मेन त यहाँ हिलो भएर कस्तो प्रब्लम भइरहेछ। अनि साइड साइडमा चाहिँ खोलाको बोटहरू छ, अनि बिचबाट साँगुरो बाटो छ। अनि त्यो पनि हिलो हिलो भएर छ। त्यहाँ अगाडि हेर्नु न कस्तो हिलो भएर क्या साथीहरू होइन। त्यो यता लेफ्ट साइडमा हेर्न सक्नुहुन्छ, त्यो लेफ्ट साइडमा चाहिँ त्यहाँ चाहिँ पहिरो जान्छ होइन। अनि यो चाहिँ अलिक क्याचक क्याचक चाहिँ हिलो। यता राइट साइडमा चाहिँ धान रोपिरहनु भएको छ। यतापट्टि चाहिँ खोला छ क्या खासमा चाहिँ। अनि त्यहाँबाट अनि त्यो खोलाको साइडतिर चाहिँ पहिरो गएको छ। अनि बाटो चाहिँ यस्तै छ होइन। त्यही पनि जान चाहिँ छोड्नु हुँदैन सङ्गति साथीहरू होइन। जसरी पनि हामी जानुपर्छ, सङ्गतिबाट टाढा हुनु हुँदैन। अनि जब हामी होइन सङ्गतिहरूबाट टाढा हुन्छौँ, त्यसै पनि हाम्रो स्पिरिचुअल लाइफ चाहिँ पुरै लस्ट हुँदै जान्छ क्या। अनि हामी चाहिँ पुरै आत्मिक रूपमा चाहिँ हामी कमजोर पनि भइरहेको पनि हामीलाई महसुस पनि भइरहेको हुन्छ। अनि हेर्न सक्नुहुन्छ मेरो मम चाहिँ एकदमै केयरफुल भएर जाँदै हुनुहुन्छ है, पुरै हिलोबाट जोगाउनुहुन्छ होइन। म चाहिँ भने फेरि हिलोबाट जोगाउन सक्दिनँ। अब आज कति हिलो हुन्छ मलाई थाहा छैन है। अनि ममले चाहिँ त्यही हो होइन, मजाले जोगाउनुहुन्छ। अनि म चाहिँ जोगाउनै सक्दिनँ। अहिले कति हिलो लाग्छ लाग्दैन त्यो पनि म तपाईँहरूलाई अभियसली पनि देखाउनेछु। अनि होइन यस्तै छ यो बाटो चाहिँ, एकदम क्याचक क्याचक भएर त्यो आली पनि क्या पुरै भत्केर होइन। अहिले त पुरै जस्तो कति राम्रो हुन्छ नि, अहिले त सबै त्यो समप भएर क्या पुरै त्यो मान्छे पनि हिँडेर अब त्यही माथि हिँड्दाखेरि चाहिँ झन् त्यो पहिला हुन्छ नि, क्याचक क्याचक हुन्छ नि त। अनि यहाँ चाहिँ गाह्रो भएर थियो धेरै अर्को ठाउँमा, यहाँ पनि तर्न नसकेर त्यही पनि म जसो तसो तरेँ। अनि खुट्टाभरि हिलो लागिहाल्यो अहिले। अब अहिले कति हिलो अझै लाग्ने हो। यहाँ पनि यस्तो डेन्जर छ बाटो, यहाँ पनि बरै हिलो छ हिलो चाहिँ। अनि अब चाहिँ यहाँ डेन आयो, अब डेनबाट यहाँ चाहिँ जाँदैछु। अनि टक्क अनि जाँदैछु अब त्यही हो डेनबाट हिँडेको मैले चाहिँ। अनि टक्क यहाँ चाहिँ मेरो मम्मी मलाई पर्खिरहनु भएको छ। अनि यतातिर सबैतिर धान रोपेको छ, सबैतिर धानै धान छ। यो बाटो पनि बनेको छैन क्या साथीहरू। मेरो चाहिँ हिलो लागिहाल्यो, यस्तो मलाई हिलो हुन्छ भनेर नि चप्पल पनि हेर्नु यस्तो लगाएर आएको कि हिलो पनि लागिहाल्यो। टाढा त होइन, नजिक त नजिकै हो घर चाहिँ, तर बारीको बाटो जानुपर्ने क्या, सिधा बाटो नै बनाएको छैन। अनि यस्तो बिजोग भयो नि, तर बट नो प्रब्लम्स। यस्तो प्रब्लम्सहरू त लाइफमा आउँछ जान्छ होइन। तर साथीहरू सङ्गति जान चाहिँ छोड्नु हुँदैन है, सबैलाई यही भन्न चाहन्छु। यस्तो प्रब्लम्सहरू त आउँछन् जान्छन्, यो बाटो यस्तो छ भनेर जानु चाहिँ छोड्नु हुँदैन। त्यही हो साथीहरू। ल म एकैचोटि पुगेर मात्रै तपाईँहरूलाई देखाउँछु ल। यहाँ चाहिँ यो टिन भएको देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो सङ्गति हुने घर हो। यसलाई हामी छिट्टो भनेको त अलरेडी यहीँ सफारी पनि आइसकेछ है। हामी चाहिँ लेटमा हुन आँट्यौँ क्या, अब बाटो डेन्जर भएर हो क्या खासमा चाहिँ।
साथीहरू अब बारे भेटौँ। साथीहरू ल सङ्गत पनि सकियो, अब हामी चाहिँ घर जाँदैछौँ। अघि चाहिँ अर्कै बाटो आएको थियौँ, हिलो हिलो भयो, त्यही भएर चाहिँ बाटो चेन्ज। अहिले चाहिँ यो छ बाटो, अघि यो आउनु पर्ने रहेछ, कस्तो क्या दिमागै पुगेन नि। यता त बाटो जे भए पनि आलीकै भए पनि सुक्खा रहेछ नि त, राम्रै रहेछ। उताको हिलो न हिलो बाटो आएर लुगा पनि अझै हिलै हिलो लागिरहेको छ, सुकेको छैन। सुकेको छैन भने चाहिँ सफा भएको छैन। अघि पानीले धुएको त्यही पनि भएन, अब एकैचोटि धुनुपर्छ यसलाई। यो चाहिँ एकदम राम्रो छ है साथीहरू, पाहाडको जस्तो नभए पनि तराईको। अनि आजको वचन चाहिँ अन्तिम दिनको चिन्हहरूको थियो। सर्ट तरिकाले एकदम होइन आशिषपूर्णै थियो। अनि यहाँबाट पनि सिकेको कुराहरू पनि म कुनै दिन तपाईँहरूलाई सेयर गर्नेछु। त्यसैले होइन बाइबल भर्समा पनि भनेको छ क्या, दोस्रो तिमोथीमा 3 अध्यायमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यो अन्तिम दिनको चिन्हहरूमा होइन, त्यो चाहिँ चिन्ह भन्दा नि त अन्तिम दिनमा चाहिँ अब जो विश्वासीहरू, जस्तो अब हामीहरू विश्वासी छौँ नि, अनि विश्वासी हुँदै गर्दाखेरि पनि अन्तिम दिनमा चाहिँ यस्तो आउँदो रहेछ कि विश्वासी भएर पनि कति मानिसहरू चाहिँ विश्वासबाट भड्केर जाने होइन। अनि विश्वास ब्याकस्लाइड भनौँ न, अहिलेको बुझ्ने भाषामा भन्नुपर्दा ब्याकस्लाइड हुने होइन। अनि उनीहरूलाई ब्याकस्लाइड भएको मान्छेहरूले पनि, अनि जो विश्वासमा बसेका छन् उनीहरूलाई चाहिँ पुरै भड्काउने क्या, त्यो विश्वासबाट अलग हुनको लागि भड्काउने त्यस्तो पनि गर्छ रहेछन् होइन। अब त्यो चाहिँ अब अन्तिम दिनमा भक्तिहीनता जस्तै त्यो छ होइन शीर्षकमा। त्यस्तो चाहिँ मैले थोरै कुरामा भने, कुनै दिन अब टाइम मिलेको बेला चाहिँ यसरी राम्ररी नै म तपाईँहरूलाई भन्नेछु। अनि सिकेको कुराहरू चाहिँ त्यही हो, अलिकति थोरै मात्र भने। अनि मेन पोइन्ट चाहिँ के हो भने, जो चाहिँ मृत्यु समय होइन अन्तिम दिनसम्म चाहिँ स्थिर रहन्छ। जस्तो सुकै बाधा पनि कतिले होइन भड्काउँछन्, कतिले त अब म नै येशू ख्रीष्ट भनेर पनि आउँछन् भनेर कति भनेको छन् होइन वचनमा, त्यस्तो पनि हुन्छ। अनि मान्छेको विपरीत होइन, जातिको विपरीत हुने त्यस्तो हुन्छ। तर हरेक प्रब्लम्सहरूमा पनि स्थिर भएर रहनु, कसैको कुराहरू नसुनिकन नभड्किकन स्थिर रहनुपर्छ। अनि ऊ मात्र स्वर्गको भागीदार हुन्छ। यो चाहिँ मेन पोइन्ट हो। मेन पोइन्ट चाहिँ तपाईँहरूलाई मैले भनिदिइहालेँ। तपाईँहरूले त त्यहाँबाट हेर्नुभयो भने तपाईँहरूले पनि मजाले बुझ्न सक्नुहुन्छ। अनि त्यसपछि अन्तिम दिनको चिन्हहरू चाहिँ अनि माथिको पुस्तकमा पनि छ, त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। अनि साथीहरू यता चाहिँ खोला छ, अघि चाहिँ खोला नतरिकन यताबाट आएको थियौँ हामी, यताबाट हुँदै उता गएको थियौँ। घर देखिने रहेछ यहाँबाट, हामीले सङ्गति गरेर घर चाहिँ यो हो साथीहरू। अनि यो बाटोबाट यताबाट हुँदै चाहिँ हामी यता आएको छौँ। अनि हामी हिँडेको बाटो चाहिँ उताबाट हो, यताको बाटो चाहिँ लास्टै हिलो क्या। मैले तपाईँहरूलाई देखाइनँ होइन, एक ठाउँमा त्यहाँ त झन् गाडी हिँडेको रहेछ, यति हिलो नि। अघि यो आउनु पर्ने रहेछ, यहाँ त हेर्नु न एउटै हिलो पनि
लागेन यस्तो हुन्छ नि खुट्टा पनि भिजेन सुक्खासँग आयो तर अब एकछिन यहाँ चाहिँ भिज्नेवाला छ किनभने यहाँ खोला छ साथीहरू मेरो मम्मी झर्दै हुन्छ चिप्लिन्छ भन्ने डर पानी बढेको खोलामा ए हाम्रोतिर चाहिँ यो खोलाबाट पानी तानेर बारीमा पनि हाल्ने गरिन्छ है साथीहरू यहाँ गाईचहरू भन्नु अरे मेरो मम्मीले भन्नुभएको अनि यहाँ चाहिँ थुनेको रहेछ त्यही भएर पानी चाहिँ पुरै जाम भएर अलिक बढी भएछ ओ माई गड ओइ लुगा त भिज्नै रहेछ क्या यहाँ पानी लानको लागि थुनेको रहेछ क्या साथीहरू फर्स्ट हो कि भ्लग बनाएको पनि मजाले बोल्न पनि आउँदैन त्यही पनि बिस्तारै म सिक्नेछु एक दिनमा अभियसली पनि राम्ररी बोल्न सक्नेछु भन्ने विश्वास छ प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट होइन त सबैजनालाई थाहा छ यो लाइन त अनि यो चाहिँ ट्रु पनि हो जति प्र्याक्टिस गर्यो त्यति नै हामी पर्फेक्ट हुँदै जान्छौँ ल फाइनल्ली गाइज अपुई हामीले त कुखुरा थुनेको थियौँ त कहाँबाट निस्क्यो ल साथीहरू यी तिनटालाई चाहिँ हामीले थुनेर गएको थियौँ यहाँ भ्याउसो हुन्छ कि भ्याउसो भन्छ त्यसले चाहिँ स्वाट्टै यो सानो सानो चल्लाहरूलाई खाइदिन्छ क्या त्यही भएर हामी थुनिवरी गएको थियौँ ढोका पनि बन्दै छ कहाँबाट निस्केछ अघि गएको बाटो हामी यताबाट गएको अनि अहिले चाहिँ हामी आउँदा यो बाटो आयौँ ल ओके बाई बाई साथीहरू फाइनली हामी घर पनि ओके बाई साथीहरू हेभ अ नाइस डे टाइम हामी चाहिँ घर आइसकेको छौँ ओके गड ब्लेस यु अल